दिन त जाने हो संसार छोडेर पिंजरा तोडेर पंछी उडेर धन र सम्पत्ति घरमै झोलामा बाँसको डोलामा लान्छन् खोलामा परान परा परान परा जान्छ पंछी उडेर घुँडा नमस्कार, तपाईहरुलाई हाम्रो च्यानलमा फेरि पनि स्वागत छ। फेरि हामी तपाईहरुको माझ नयाँ भिडियो लिएर आइसकेका छौं। पक्कै पनि हजुरहरुले पहिलेको भिडियो हेर्नुभयो होला। पहिलेको हामीले ख्याली ताल भित्र पर्ने 8 मात्र एक ताल सिकाएका थियौं। त्यो ताल सबैले हेर्नु पनि भयो, रुचाउनु पनि भयो। त्यसको लागि धेरै धेरै धन्यवाद। आज चाहिँ हामीले कमेन्ट गर्नुभएको थियो प्यारा प्यारा साथीभाइहरुले। ख्याली तालमा उहिलेदेखि गरिराख्नु भएको थियो, अस्ति पनि गर्नुभएको थियो। ख्याली तालमा भजन कसरी बजाउने त, यो तालमा भजन बजाएर सिकाइदिनुस् भने भन्नुभएको थियो। त्यसैले आज हामीले भजन कसरी बजाउने त ख्याली तालमा, त्यो भजन गाएर म हजुरलाई बताउने छु। त्यसपछि हामीले त्यति डिटेलली जाने छैनौं, किनभने हामीले यदि हजुरलाई डिटेलली चाहिँ हेर्न मन लागेको छ भने पहिलेको भिडियो हेर्नुभयो होला। पहिलेको भिडियोमा गएर डिटेलली हेर्न मन लाग्यो डिटेल हेर्न सक्नुहुन्छ। आज चाहिँ भजन गाएर म हजुरलाई कसरी बजाउने त ख्याली तालमा भजन त्योबाट सिक्नेछौँ। त्यसैले यदि हजुरहरूले विस्तृत जानकारी लिन मन लागेको छ हाम्रो फेसबुक पेज पनि छ, त्यो पनि गएर हेर्न सक्नुहुन्छ। र यदि भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर, सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। र आजको लेसन अब सुरु गरौँ। मैले सुरुमा भजन गाएर बजाएको पक्कै पनि हजुरले सुन्नुभयो होला। त्यही अब एकचोटि हजुरले मैले बजाएर सुनाउँछु, त्यसपछि हामी सिक्नेछौँ। एक दिन त जाने हो संसार छोडेर पिंजरा तोडेर पंछी उडेर धन र सम्पत्ति घरमै झोलामा बाँसको डोलामा लान्छन् खोलामा परान परा परान परा जान्छ पंछी उडेर घुँडा छोडेर परान परा परान परा जान्छ पंछी उडेर घुँडा छोडेर परान परा परान परा जान्छ पंछी उडेर घुँडा छोडेर हरि हरि जान्छ पंछी उडेर घुँडा छोडेर जान्छ पंछी उडेर घुँडा छोडेर। हजुरले पक्कै पनि सुन्नुभयो होला। यसैले हामीले अब अस्ति सिकेका थियौं। अस्ति हामीले हालेको भिडियोमा, अघिल्लो भिडियोमा यदि हजुरलाई हेर्न मन लागेको छ हामीले डिस्क्रिप्सनमा यसको लिंक राख्नेछौँ। ख्याली तालको र यो ख्याली तालभित्र पर्ने एक ताल हामीले सिकाएको थियौँ, त्यो राखिदिन्छौँ। मैले सिकाउँछु हजुरलाई। अब यो जहिले पनि बजाउँदाखेरि हजुरले सुरुमा मैले अस्ति सिकाएको ताल चाहिँ घिन खतिनक धाङ 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 घिन खतिनक धाङ, यो सिकाएको थिएँ। यो मैले पहिले पनि सिकाइसकेको छु। त्यही भएर आज हामी लस्करै त्यस्तो डिटेलली जाने छैनौँ। त्यसैले अब भजन गाउँदाखेरि जस्तै मैले एक दिन त जाने हो गाएँ, यसमा हजुरले अब यो ताल बजाउन मिल्नेछ। हजुर यो ताल धेरै भजनमा पनि बज्ने गर्दछन्, तर हजुरलाई मैले अलि चलेको भजन गाएर हजुरलाई सजिलो होस् भनेर मैले बताएको हो। यो भजनमा हजुरले गाउँदाखेरि यो ताल युज गर्न सक्नुहुन्छ। जस्तै यो ताल, जस्तै एक दिन त जाने हो संसार छोडेर, यसरी हजुरले यो ताल बजाउँदै जानुस्। यो ताल बजाउँदै जानु। हामीले पहिले पनि भजनमा कसरी बजाउने भनेर ताल पनि सिकाएका छौँ, त्यो छुट्टै भयो। यो चाहिँ ख्याली तालमा पर्ने अन्तर्गत पर्दछ। यसमा हजुरले बजाउन त यो हजुरले यो बजाउँदै जानुस्। अनि त्यति बेति गाह्रो छैन। हजुरलाई ताल कतिखेर काट्ने त, ताल कतिखेर काट्ने त्यो टाइमिङ हजुरले मिलाउनु पर्नेछ। यदि टाइमिङ भन्यो भने हजुरलाई झ्याउ हुन्छ। त्यही भएर यो बजाउँदै गर्दाखेरि, यो तालमा बजाउँदै गर्दाखेरि एक दिन त जाने हो संसार छोडेर पिंजरा, यो बजाउँदै गर्दा त्यसपछि ताल काट्दाखेरि घिन घिन
ताल बजिसकेपछि घिन खति नक दाङ 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 घिन खति नक यो पद्य गर्छ हजुरले। अनि टाइमिङ अनुसार ताल काट्दा अनि घिन 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 ताङ ताल काट्नभन्दा पहिला हजुरले घिन घिन ताङ हान्नु पर्यो। घिन घिन ताङ सजिलो छ। घिन घिन अनि लास्टमा ताङ सानो भागतिर ताङ 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 ताङ। घिन भनेको ठुलो भागतिर सिङ्गल भयो, ठुलो भागतिर मात्र घिन घिन ताङ सानो भागतिर मात्र घिन घिन ताङ हान्नुहोस्। घिन घिन ताङ ताल काट्नभन्दा अगाडि। त्यसपछि ताल अनि ताल यो घिन घिन ताङ हानेपछि हजुरको सजिलो छ। अब हजुर घिन 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 हाल्नुभयो। धाङ 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 भनेको दुईटातिर, घिन भनेको एकतिर मात्र। यानि धाङ 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 घिन घिन ताङ। अनि त्यसपछि फेरि ख्याली ताल सुरु हुन्छ। ख्याली यसरी हजुरलाई यही ताल घिन खति नक दाङ घिन खति नक दाङ घिन खति नक दाङ घिन खति नक दाङ बजाउने नि मिल्यो। हजुरलाई ख्याली ताल बजाउन मन लाग्यो भने ख्याली हाम्रो 8 मात्रको मेन ताल घिन खति नक घिन घिन खति नक घिन घिन खति नक घिन घिन खति नक घिन खति। यो पनि हामीले पहिले सिकाएका छौँ, यस पनि लिङ्क राखिदिन्छौँ। हजुर डिटेलली सिक्न मन लाग्यो त्यो भिडियोहरू सिक्न सक्नुहुन्छ। घिन खति नक दाङ घिन खति नक घिन सुरुको हामीले सिकेको अस्ति सिक्यो घिन खति नक दाङ यो भयो। ख्याली चाहिँ घिन खति नक घिन घिन खति नक घिन घिन खति नक घिन न भनेको नि छोप्ने हो, ना भनेको ताङ भयो, न भनेको छोप्ने। घिन खति नक क भनेको खुल्ला ठुलो भागतिर क घिन घिन खति नक घिन घिन खति नक घिन घिन खति नक घिन। यसलाई घिन खति नक घिन घिन खति नक घिन घिन खति नक यही हुन्छ। अनि त्यसपछि हजुरलाई केही गाह्रो छैन। हजुरलाई एकदम मैले सजिलो तरिकाले सिकाएको दिएको छु। सजिलो एकदम हजुरले जुन जस्तो भजनमा नि यसलाई प्रयोग गर्न सक्नुहुन्छ, हजुरले बजाउन सक्नुहुन्छ। मैले फेरि सुरुदेखि सिकाउँछु, अन्तिमचोटि सिकाइदिनेछु, त्यसपछि हजुरले पक्कै पनि बुझ्नुहुनेछ। सुरुमा भजन सुरु हुँदाखेरि अनि त्यसपछि हजुरले भजन सुरु हुँदा हजुरले अब यदि सुरुमा उठान गर्दा हजुरले जसरी सुरुमै घिन 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 ताङ घिन खति नक ताङ घिन खति नक ताङ गर्यो नभए हजुरले डाइरेक्टली एक दिन त जाने हो डाइरेक्ट सुरु गरे नि भयो। हजुरलाई अब कसरी राम्रो हुन्छ त्यसरी हजुरले गर्न सक्नुहुन्छ। त्यसैले म अन्तिमचोटि सिकाइदिन्छु, हजुरले पक्कै पनि बुझ्नुहुनेछ। सुरु गर्दा अब सुरुमा यो हान्नुहोस्, यो अस्ति सिकाएको घिन खति नक दाङ घिन खति नक दाङ घिन खति नक दाङ घिन खति नक दाङ भजन गाउँदैछ घिन खति नक दाङ यो गर्नुहोस् घिन खति नक दाङ घिन खति नक। अनि ताल चेन्ज गर्न थाल्दा हजुरले अब ताल चेन्ज गर्नु पर्यो, ताल काट्नु पर्यो। घिन खति नक दाङ घिन घिन ताङ हान्नुहोस् घिन घिन ताङ डाइरेक्ट घिन घिन खति नक दाङ घिन खति नक दाङ घिन 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 गर्दा नराम्रो सुनिन्छ। त्यसैले हामीले ताल काट्नलाई घिन घिन ताङ यो धेरै भजनहरुमा यो ताल काट्ने धेरै युज भएको हुन्छ। घिन खति नक दाङ घिन खति नक दाङ हान्नुहोस्। त्यसपछि भजन चलिराख्दा अनि ताल काट्ने बेलामा घिन घिन ताङ घिन 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 दाङ 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 हान्ने भयो। घिन 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 हान्ने भयो। घिन खति नक दाङ घिन खति नक दाङ घिन खति नक दाङ घिन खति नक दाङ घिन घिन ताङ घिन 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 दाङ 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 घिन घिन ताङ। अनि फेरि टक्क अर्को ताल सुरु हुँदा घिन घिन ताङ हान्ने लास्टमा। अनि त्यसपछि ख्याली बजाउन मन लाग्यो ख्याली चाहिँ बजायो नभए अस्ति सिकाएको मैले ताल यो बजाइने भयो। अनि फेरि लास्टमा इन्डिङ गर्दा लास्टमा भ्याउँदाखेरि घिन 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 दाङ 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 घिन ताङ गरेर हजुरले सकाउन सक्नुहुन्छ। मैले हजुरलाई अन्तिमचोटि गाएर बताइदिन्छु। मैले सुरुमा यो सिकाएका तालहरू मैले यहाँ सबै बजार देखाउँछु, त्यसपछि हजुरले बुझ्नुहुनेछ। मैले गाउँछु सुरुमा एक दिन त जाने हो संसार छोडेर पिंजरा तोडेर पंछी उडेर धन र
सुन्नुभयो होला। मैले धेरै केही गरेको छैन, ख्याली तालको 2टा ताल बजाएको छु, बिचमा ताल काट्नलाई घिन घिन ताङ घिन 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 डाङ 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 मात्र हानेको छु। त्यति बित्ति गाह्रो छैन, हजुरले अभ्यास गर्न पर्यो। घरमा हजुरले हामीले बोलहरू पनि तल लेखेर राखिदिनेछौँ, हजुरले कपीमा टिप्दै अभ्यास गर्न सक्नुहुन्छ। त्यति बित्ति गाह्रो पनि छैन। हामीले पहिले पनि एउटा भजनको ताल सिकाएका थियौँ, तर आज चाहिँ हामीले ख्यालीमा सिकाएका थियौँ माघ भएको हुँदा। त्यसैले हजुरले अभ्यास गर्न जरुरी छ। अभ्यास नगर्दासम्म के हुन्न, हजुरले दिनदिनै 1 घन्टा जति टाइम दिनुभयो भने नि हजुरले मजाले सिक्न सक्नुहुन्छ। यदि डिटेलले हेर्न मन लागेको छ भने पहिलेको भिडियोमा गएर हेर्न सक्नुहुन्छ। यस्तै भिडियो ल्याउनको लागि हामीलाई साथ सपोर्ट दिइराख्नु होला। कमेन्ट गर्नुहोस्, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। त्यसैले आजको लागि यति नै गरौँ। आगामी दिनहरूमा यस्तै भिडियो लिएर आउनेछौँ। आजको लागि यति नै। हस्त, धन्यवाद।